कमलनगर कमल गाउँपालिका वार्ड नम्बर 2 अवस्थित कार्यालय भवनमा रहेको एउटा यो शारीरिक व्यायामको निम्ति हाम्रो वार्ड अध्यक्षज्यूले एक प्रकारले यहाँनिर शारीरिक व्यायामको निम्ति तयारी गर्नुभएको यो स्थल हो। यो चाहिँ अहिले कम्मरको एक्सर्साइज गर्ने चाहिँ यो सामग्री हो वा व्यायाम गर्ने साधन हो। म तपाईलाई यो गरेर देखाउँछु। यो कम्मरको यो पनि कम्मरको एक्सर्साइजको लागि यहाँले पालै देख्दै हुनुहुन्छ। यो कम्मरको लागि घुँडा र यो खुट्टाको लागि छोड्नु नपाइने घुमाउनु। यो चाहिँ साइक्लिङ हो। यो पहिलो दिनको कारणले गर्दा मलाई पनि यो अलिकति अप्ठ्यारो लागिरहेछ। यो साइक्लिङ हो। यसले खुट्टा लगायत पेटको निम्ति नै यसले काम गर्छ। हेर्दै हुनुहुन्छ होला। यो हुन्छ। यो घुँडा खुट्टा सम्पूर्ण किसिमले देख्दै हुनुहुन्छ होला। कसरी यो मसाजलाई असल बनाउने भन्ने कुरा हो। यो तपाईँ देख्दै हुनुहुन्छ होला। यो पहिलो ट्रायलमा छौँ, त्यस कारणले हामीले पनि यसको बारेमा त्यति जानकारी छैन, तर हामी अड्कलबाजी चाहिँ गरेका छौँ। ल यो माथिल्लो भागको बडीको लागि हो। यो ट्रायलमा छौँ हामीले, त्यस कारणले गर्दा यो तपाईँहरूले देखाउने कार्य मात्र भइरहेको छ र यसको निम्ति हामीले कसैबाट नि यसरी यो यस्तो नै भन्ने कुरा चाहिँ जाने छैन। यो चाहिँ हातको लागि साथै होल बडीको निम्ति पनि यसलाई कसरी शरीरको भागलाई तन्दुरुस्त राख्न सकिन्छ, स्वास्थ्य बनाउन सकिन्छ भन्ने कुराहरू हुन्। नर्मल म तपाईँलाई देखाउँदैछु। अहिले नर्मल किसिमले फेरि यो खुट्टाकै लागि हो। यो आफैलाई पनि गर्न गाह्रो अप्ठ्यारो भइरहेछ। मान्छे देखाउनु पऱ्यो। यसलाई अब तरिका थाहा छैन। त्यो यसको भाग यस्तै हो। यो शरीरलाई कसरी यो खुट्टाको भागलाई तन्दुरुस्ती बनाउने, यसको नसा खुम्चुलाई कसरी असल बनाउने कुराहरू हो। म तपाईँलाई क्रमशः देखाउँदै लग्नेछु। अहिले मैले यतिकै राख्ने तपाईँहरूलाई यसरी तन्काउने, यो एल्बो कसरी यसलाई तगडा बनाउने भन्ने कुराहरू हो। यो क्रमशः म तपाईँलाई देखाउँदै लग्नेछु। अब यसको अलिकति पूर्ण रूपले जानकारी त हामीलाई छैन, तर पनि अड्कलबाजीको रूपमा तपाईँहरूको विचार ल्याउँदैछु। नै यो यस्तो छ। यसको चाहिँ यो यसको अलिक तरिका थाहा छैन। ल यो हातको चाहिँ के भन्छ, यसलाई चाहिँ हातको पनि एक्सर्साइज हुन्छ। भयो अब यता
यो एकतिर खिच्नु, यो माथि उचाल्ने हो यसको भाग चाहिँ। किन यो चाहिँ सकेन, यसलाई यसो पनि गर्न सकिन्छ। यो सेट मात्र आयो सकिन्छ, यो सकिएन हजुर त्यस्तो छ। अनि अर्को यो खुट्टाको लागि हो, यो अलि अझै बानी छैन, यो खास यस्तो यो सकिँदैन, यो यस्तै छ। हुन्छ ल सबै यहाँनिर भएका आइटमहरू यस्तो छ। मैले तपाईँहरूलाई बिस्तारै चमत्कार। अब यस्तो आइटमका कुराहरू छन्। यहाँहरू स्वस्थ रहन चाहनुहुन्छ, समयलाई आउन चाहनुहुन्छ भनेदेखि यहाँ आइदिनु होला। हाम्रो वार्ड नम्बर 2 का वडा अध्यक्ष श्री अशोक सुब्बाज्यूले एउटा असल प्रकारको यो व्यायामलाई स्थललाई वा व्यायामका सामग्रीलाई प्रबन्ध गरिदिनु भएको छ। उहाँप्रति हामी हार्दिक आभार पनि छौँ। यहाँ देख्नुभयो होला र यहाँहरू यदि चाहनुहुन्छदेखि यहाँले आएर आफूलाई स्वस्थ राख्नको लागि, जीवनलाई लम्ब्याउनको लागि यहाँले सक्नुहुन्छ। यो सामग्रीहरू के छ हुन्छ। त्यस्तै प्रकारले हामी फेरि पछिसम्म भेटघाट गरि नै रहनेछौँ। यति भन्दै आजको यो मेरो आफ्नो भिडियोलाई यहीँ राख्न चाहन्छु। धन्यवाद।